यहाँ हेर्न सक्नुहुन्छ धुलम्मी बाटोमा चाहिँ दुःख गरेर हाम्रो बेहुलाले बेहुली लिनको लागि यति धेरै दुःख कष्ट उठाएर भए पनि माया त माया हो। माया भनेको यही रहेछ गाइज। हाम्रो अरू गाडीहरू चाहिँ पछाडि आउँदैछ, हामी चाहिँ बिचमा परेको छ। त्यही अगाडि एउटा मात्र गाडी एउटा बाइक लिएर गएछ बेहुलाले भन्ने कुरा चाहिँ नसोच्नु होला। बेहुलाले चाहिँ ससुराली गाउँ चाहिँ एकदम रमणीय स्थलमा बनाएको जस्तो मैले महसुस गरेको छु। तर ससुराली आउँदा चाहिँ साथीले थोरै पेन किलर चाहिँ बोक्नु नै पर्ने अवस्था चाहिँ देखियो। यो बाटोमा अब यसो बाइकमा आउँदाखेरि त अब उखु खेती त अब तपाईँको भन्नुहुन्छ भने यहाँको उखु भनेको चाहिँ नेपालकै नम्बर 1 उखु। दाइ अलिक हामी चाहिँ अलिकति अरूतिर रोक्नुपर्छ ल, यसो लुगा त हल्का मिलाएर जानुपर्छ। हेर्न सक्नुहुन्छ किसान दाजुभाइहरूले चाहिँ यहाँ खेत जोतिरहेको दृश्य तपाईँहरूलाई म देखाइरहेको छु। क्यामेराले अलिकति नटिपेको हो कि यो चाहिँ धेरै धुलो, यो धुलो बाटोले गर्दाखेरि चाहिँ अलिकति क्यामेरा पनि राम 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 दाइ त्यो आउनेले त मारो नि अब। यतै 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 केही छैन। अब निकै ठुलो हाकिम साहब हुनुहुन्छ, यो गाउँको ज्वाइँ साहब भन्दै हुनुहुन्छ। उहाँले यो बाटोलाई चाँडै नै पिच गर्नुहुन्छ भन्ने हामीले आश राखेका छौँ।